हिममानव। नेपाल जति सानो छ यसको रहस्य पनि उति नै व्यापक पाइन्छ। भूधरातली स्वरूपको आधारमा हिमाल, पहाड र तराईमा विभाजित यो देशको हरेक भौगोलिक क्षेत्र रहस्यमय छ। हामीलाई विश्वका कुना कुनाको बारेमा थाहा छ, तर आफ्नै देशको बारे भने अत्तो पत्तो छैन। दर्शकविद, आज हामी हाम्रै देश नेपालको हिमाली क्षेत्रमा पाइने हिममानव यतिको बारे चर्चा गर्नेछौँ। हिममानव अर्थात् यति के हो? यस्तो कुनै जीव छ वा यो कुनै काल्पनिक कुरा हो? यस्ता धेरै कौतूहलता तपाईँमा पनि उत्पन्न हुन सक्छ। 8 देखि 9 फिट उचाइ हुने, झन्डै 200 केजी तौल भएको, झट्ट हेर्दा मानव अनि गोरिल्ला जस्तो देखिने बानर रूपी अनुहार भएको हिममानव नेपाल, भारत, चीन लगायतका देशमा पाइन्छ। यतिको पनि फरक फरक अर्थ छन्। यो तिब्बती भाषाबाट आएको मानिन्छ। तिब्बती भाषा हाम्रो उत्तरी भेगमा बस्ने शेर्पा समुदायसँग जोडिएर आउँछ। नेपाली शब्दकोश अनुसार यति भनेको हिमालमा रहने मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी हिममानव वा वनझाक्री हो। यतिका विषयमा यसअघि पनि विभिन्न खाले दाबी तथा किस्सा आउने गरेका थिए। यतिलाई आधा मान्छे र आधा चिम्पान्जी जनावरको रूप भएको भीमकाय हिममानवको रूपमा व्याख्या गरिँदै आएको छ। यद्यपि अहिलेसम्म पनि यतिलाई मानिसहरूले प्रत्यक्ष रूपमा देख्न पाएका छैनन्। विभिन्न समयमा यति र उसको पाइला देखिएको दाबीहरू सार्वजनिक भए पनि त्यसको यथेष्ट प्रमाण भने कसैले दिन सकेका छैनन्। हिममानव यतिको अस्तित्व यो संसारमा छ त? साँच्चै नै यति छ? आउनुहोस् यतिबारे अहिलेसम्मका किस्सा तथा किम्वदन्ती के कस्ता छन् जानिराखौँ। हिममानव यति हिमाली क्षेत्रमा बस्छ र यसलाई देखेको धेरै व्यक्तिले दाबी गरेका छन्। तपाईँ हिममानवको कल्पना सहज ढङ्गबाट गर्न सक्नुहुन्छ। यो कस्तो हुन्छ भन्ने कुरा तस्बिर हेरेर पनि थाहा पाउन सक्नुहुन्छ, किनकि यतिबारे थुप्रै चलचित्र बनिसकेका छन्। ती चलचित्रले तपाईँलाई यतिको आकृतिबारे एक किसिमको कल्पना गर्न सहज बनाइदिएको छ। किम्वदन्ती अनुसार यति एक भीमकाय शरीर भएको हिममानव हो। शरीरमा लामो लामो भुत्ला, मान्छे र चिम्पान्जीको जस्तो मिल्ने अनुहार, ठुल्ठुला खुट्टाको पाइला, लामो दाँत भएको कल्पना गरिएको छ। यति हिमाली क्षेत्रको हिउँमा लुकेर बस्ने र एक्लै हिँडुल गर्ने विश्वास गरिन्छ। यद्यपि हिममानव हामीले कल्पना गरे जस्तै हुन्छ त? यो विषय भने रहस्यको गर्भमा लुकेको छ। जसले हिममानव यतिलाई देखेको दाबी गरेका छन् उनीहरूले भने जस्तै वास्तवमै यति छ त यो संसारमा, अथवा यो एक कोरा कल्पना मात्रै हो। शेर्पा र यतिको लोककथा। वैज्ञानिकहरूको मान्यता अनुसार यति अर्थात् हिममानव एक कल्पना मात्रै हो। यतिको जस्तै पश्चिमी देशहरूमा पनि ठुलो पचिन्ह वा त्यसको आकृति जस्तै भीमकाय बाँदर वा मानवको किस्सा सुनिने गरेको छ। यति हिमाली क्षेत्रको लोककथाहरूको उपज हो। यो पहाडी क्षेत्रको किस्साको धेरै पुरानो चरित्र हो। विशेष गरी नेपालको पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूको जीवनसँग जोडिएको यो एउटा पाटो पनि हो। यतिबारे खोज गरेका शिवा ढकालले आफ्नो किताबमा 12 लोककथा उल्लेख गरेका छन्। फोक टेल्स अफ शेर्पा एन्ड यति नामक किताबमा उनले लोककथालाई सङ्ग्रहित गरेका हुन्। किताबमा लेखिएको एउटा कथालाई लिउँ। यतिसँग शेर्पाहरूले बदला लिएको कथा छ। शेर्पाहरूले रक्सी पिएर आपसमा झगडा गर्छन्। यसबाट ती शेर्पाहरूले यतिको समूहलाई पनि आफूहरू जस्तै आपसमा झगडा गर्न उक्साउँछन्। मानिसहरूले गरेको क्रियाकलापलाई नक्कल गर्दै यतिले पनि रक्सी पिएर आपसमा झगडा गर्न थाल्छन्। तर केही समयमा नै यतिले मान्छेले आफूहरूमाथि गरेको जालझेल थाहा पाइहाल्छन्। त्यसपछि यति आपसमा झगडा बन्द गर्छन् र हिमालको उच्च भागमा गएर लुक्छन्, ताकि एक दिन मान्छेसँग त्यसको बदला लिन सकौँ भन्ने यतिको दाउ रहेको किम्वदन्ती छ। त्यसैले आज पनि यति मान्छेसँग बदला लिन बेला बेला देखिने गरेको स्थानीयको भनाइ छ।
शेर्पाहरूमा लोकप्रिय अर्को पनि कथा छ। हिममानव यति घाम चर्किने बित्तिकै विशाल र बलवान हुने गर्छ। त्यसबेला उसलाई देख्ने मान्छेले आफ्नो सम्पूर्ण शक्ति गुमाउने र बेहोस हुने बताइन्छ। केही मानिसले यतिलाई त्रास बढाउने एक कल्पनाको रूपमा पनि लिने गरेको ढकालको भनाइ छ। पहाडी क्षेत्रमा बस्ने मानिसहरूमा कुनै पनि समस्या निडर भएर सामना गर्नका लागि तयार रहन पनि यतिको डर देखाइएको मान्ने गरिन्छ। यद्यपि जब पश्चिमी देशका मानिसहरू हिमाल आरोहणका लागि जान थाले, यो लोककथाको पात्र यतिबारे अझ चर्चा बढेर गयो। साथै यसले संसारभर सनसनी नै मच्चायो। पश्चिमी देशमा यति कसरी लोकप्रिय बन्यो? बेलायतका तत्कालीन राजनेता तथा अन्वेषक चार्ल्स होवार्ड केही मानिसहरूको साथमा सगरमाथा हिमाल आरोहणमा गएका थिए। बाटोमा उनले केही ठूला पचिह्न भेटेका थिए। उनले उक्त पाइला मान्छे तथा भालु जस्तो कुनै जीवको पचिह्न भएको बताएका थिए। जब उक्त आरोहण दल हिमालबाट फर्किए त्यसबेला पत्रकार हेनरी न्युम्यानले उनीसँग कुराकानी गरेका थिए। उनले मान्छे तथा भालु जस्तो जीवलाई अनुवाद गर्दा फोहोरी तथा नराम्रो भनी उल्लेख गरेका थिए। यो गलत रिपोर्टिङपछि पश्चिमी देशहरूमा हिममानव यतिको चरित्र लोकप्रिय बन्न पुगेको बताइन्छ। सन् 1950 को दशकसँगै पश्चिमी देशका नागरिकहरू यति भेटिने आशामा नेपालको हिमाली क्षेत्रमा आउने क्रम बढेको पाइन्छ। हलिउड स्टार जेम्स स्टिवर्टले यतिको एउटा औँलो फेला पारेको दाबी नै गरेका थिए। पछि सन् 2011 मा गरिएको डिएनए परीक्षणमा उक्त औँला मान्छेको भएको पत्ता लागेको थियो। यतिबारे यस क्रममा पचिह्न भेटिएको अनौठो आकृतिको तस्बिर र यतिले देखेको जस्ता आश्चर्यचकित दाबीहरू धेरै बाहिर आए। केही व्यक्तिले यतिको खप्पर, रौ, हड्डीको टुक्रा भेटेको पनि दाबी गरे। परीक्षणमा ती सबै कुनै जनावरको अङ्ग भएको पत्ता लागेको थियो। भालु, हिरण र बाँदरको अङ्ग भएको पुष्टि भएको थियो। यतिबारेको अहिलेसम्म ठोस प्रमाण नभेटिए पनि यसको चर्चा भने बेला बेला बाहिर आइ नै रहेका छन्। बेला बेला आइरहने यतिबारेको विभिन्न चर्चाले यो धरतीमा यसको सम्भावना छ भन्ने कुरालाई भने बल पुगिरहेको छ, जसका कारण मानिसहरूमा यति छ भन्ने कुरामा विश्वास पनि बढ्दै गएको देखिन्छ। यसैबीच बेलायती पर्वत आरोही रिन्डहोल्ट मेसनरको एउटा खोजले मान्ने हो भने यति वास्तवमा एक भालु हो। उनले यतिलाई देखेको दाबी गरेका छन्। उनले थुप्रै पटक यतिलाई देखेको बताएका छन्। उनले पहिलो पटक सन् 1980 को दशकमा हिमालको काखमा यतिलाई देखेका थिए। उनले यति अरू कुनै जनावर नभएको बताएका छन्। वास्तवमा हामीले भनिरहेको यति हिमाली ठूलो भालु रहेको उनको भनाइ छ। उनका अनुसार वास्तविक भालु र शेर्पाहरूको किस्साको काल्पनिक पात्र मिलेर यतिको किम्वदन्ती बनेको हो। केही मानिसहरूमा मानवको कुनै प्रजाति छ भन्ने मान्यता छ। उक्त प्रजाति हिमाली गुफामा लुकेर बस्छ भन्ने बुझाइ छ। रुसको साइबेरियामा सन् 2008 मा डेनिसोभान्स नामको मानव प्रजातिको प्रमाण फेला परेको थियो। उक्त प्रजातिका मानवको त्यस क्षेत्रमा हजारौं वर्षसम्म बसोबास रहेको मानिएको छ। यद्यपि उक्त प्रजाति 40,000 वर्ष पहिले नै समाप्त भएको थियो। अझै पनि मानव प्रजातिको बोनबोस तथा ओराङटानको अस्तित्व यो पृथ्वीमा रहेको अवस्थामा हिमाली क्षेत्रमा मानव जस्तो ठूलो प्राणी लुकेर बस्न सक्ने कुरालाई खोजकर्ताहरूले अस्वीकार गर्न सकेका छैनन्। यतिबारे अहिलेसम्म पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन। यद्यपि रहस्यको गर्भमा रहेको यतिबारे मानिसहरूको खोजी जारी रहने अनुसन्धानकर्ताहरूको भनाइ छ। कुनै प्रमाण भेटियोस् वा नभेटियोस्, जबसम्म मानिसहरू लोककथा, किम्वदन्ती तथा किस्सामाथि विश्वास गरिरहन्छन् तबसम्म यति जीवित रहनेछ।